सो डे 1 गाइज, हेलो गाइज, स्वागत छ तपाईलाई मेरो एउटा नयाँ ब्लगमा। तपाई पक्कै पनि थम्बनेल हेरेरै खिच्नुभयो होला, मलाई थाहा छ। र डे 1 आज चाहिँ हामी टक्क एउटा मिसन छ हाम्रो र हामी 3 जना छौं। हाम्रो 3 जनाको एउटा मिसन छ, ओके नन्द हो। हाम्रो एउटा मिसन छ, त्यो मिसन भनेको चाहिँ के अट्याउने अरे पावा चाहिँ अब फेरि त्यो यस्तो त्यो खोला त्यो सानोतिनो पाइन अलि त्यो पा चाहिँ अलिक क्रिमिनल रहेछ र हामी चाहिँ सिआइडी भयौँ र त्यो पालाई अट्याउने कुरा हुँदैछ यहाँ। दोस्रो भिडियोमा हामीले के अट्याएको थियौँ अरे माछा हो भाइ, माछा अट्याएको थियो दोस्रो भिडियोमा। र त्यो चाहिँ अब हल्का अब के भएर अब युट्युबले अब अलिकति डिलिट गरिदियो त्यो, खै त्यहाँ खासै केही त थिएन, त्यही पनि डिलिट भएछ। र अब यसपालि चाहिँ हाम्रो चाहिँ एउटा मिसन छ र अघि नै भनिहालेँ, अब त्यो अब पा भनेको चाहिँ अब हाम्रो लागि एउटा क्रिमिनल हो। अब क्रिमिनललाई अट्याउन जाँदैछौँ हामी। र यो भिडियोमा चाहिँ अब तपाईँ नयाँ हुनुहुन्छ भने छिटोभन्दा छिटो सब्सक्राइब त के गर्नुहुन्थ्यो, अब सब्सक्राइब नगरी नि लाइक साउन्ड त गर्नु होइन, हेरिदिनु मात्र नि। ए लाइक साउन्ड गरिदिनु र पुरानोले चाहिँ अनसब्सक्राइब गर्दा नि हुन्छ। अन्त जोक गरेको अब हल्का जोक हुन्छ नि त होइन, त्यही भएर अब अहिले हाम्रो गन्तव्य निरन्तन भइरहेछ। हामी हाम्रो मिसनतिर लाग्दैथ्यौँ र अब त्यहाँ 2-3 जना दाइहरू टक्क एउटा दाइ चाहिँ फोनमा कुरा गर्दै हुन्थ्यो किन त्यो क्रिमिनललाई सिआइडीबाट फोन आयो अनि हाम्रो मेन उयोबाट फोन आएपछि अब अलि तिनीहरू खोलातिर भागेको छ अरे। अनि र हामी सुइसी गयौँ र त्यो अगाडि गाडीमा पुष्पाको चन्दन लगेर जाँदै थियो। र मेरो अब दोस्रो मिटिङ भनेको चाहिँ अब मिस्टर बिस्टसँग छ र मिस्टर बिस्टले मलाई उता बोलाउँदैछ, किनभने अब मैले त्यसको थम्बनेल युज गरेको, त्यसले मलाई बोलाइरहेको छ होइन। हल्का मिटिङ छ अरे। अब पर्सिको उता के अरे हेलिकप्टरको फ्लाइट छ, जानुपर्ने हुन्छ र मेरो असिस्टेन्ट अलिक बिजी छ, त्यसले अब यताको काम सम्हाल्छ। र मिस्टर बिस्टको एउटा त्यो चक्लेट फेस्टिभल के अरे है त्यो चक्लेट छ त हो, त्यो सेल गरिदिनु पर्ने अरे। अनि थोरै मसँग एउटा मिटिङ छ भन्दै थियो। अनि लाइक सब्सक्राइब गरिदिनु होला, तपाईँले देख्न सक्नुहुन्छ त्यो मिस्टर बिस्ट त्यो त केही होइन मेरो लागि अब, किनभने त्यसले मलाई मेसेज गरिरहन्छ कि के छ ब्रो यताउति भनेर होइन। र त्यो केही पनि होइन, अब भरे भिडियो कल गरेको प्रुफ देखाइदिन्छु। र अर्को कुरा चाहिँ के भन्दा फोन आयो कसको? अलन मस्कको। कहिले त ओ दे त एकछिन। र अलन मस्कको फोन आएको थियो, मैले त्यो भिडियो स्किप काटेँ होइन। अब अलन मस्कले धरि बोलाइसक्यो मलाई। अब मैले अब मिस्टर बिस्टलाई चाहिँ के भने नि उता मेरो अलन मस्कसँग एउटा मिटिङ छ, त्यो मिटिङ सकेर म आउँछु भने। र मिस्टर बिस्टले नाइ भनेन क्या। अब मैले अब त्यसलाई त्यो अब अलिकति आफ्नै मान्छु क्या। फाइनली हामीले चाहिँ एउटा क्रिमिनललाई अट्टाइसकेको छौँ, क्रिमिनलले अलिक बेहोरा देखायो, त्यही भएर पा अट्टाइसक्यो हामीले। र अझै हाम्रो अर्को मिसन पनि छ र अझै हामी अर्को नै अट्ठाउने छौँ। भिडियोमा बनिरहनु गाइज, हामी अझै अट्ठाउने छौँ। यो जुडा यसको जोडी नै हुनसक्छ है, यहाँ छ भने हुनसक्छ नि छ नि। र क्रिमिनल अब मेरो हातमा छ, हेर्न सक्नुहुन्छ। क्रिमिनल अब यताउति चल्न हालचाल गर्न पाउँदैन। र यहाँ अर्को क्रिमिनल पनि यहाँ हल्का यसको साथी कहाँ भाग्यो, अब हामीले यसलाई सोधखोज गर्छौँ। अन्त राजा यतातिर नि हुनसक्छ त्यो क्रिमिनल, कहाँ योभन्दा माथि त कहाँ गयो होला त्यो? यहाँ चाहिँ होला केटा हो, ओए यहाँ चाहिँ छ पक्कै पनि। योभन्दा त माथि पानी रहेनछ, योभन्दा माथि त पानी रहेनछ, यो ढुङ्गाहरू पल्टाइन्छ छ यो हो त। हेर त क्रिमिनली हाम्रो हातबाट उम्किन खोज्दैछ। हामीले फाइनली अटाइसक्यौँ। अब गएर खोज्ने अझै एउटा क्रिमिनल खोज्नु पऱ्यो नि त, यसको साथी पनि हराएको छ नि। र अब यसको राम्रोसरी घर गएपछि राम्रोसरी यसको व्यवस्था हुन्छ। र यसको रेसिपी चाहिँ अब उता मिस्टर बिस्टको खाना पकाउनेलाई बोलाउनु पर्छ।
सो फाइनली हामी घर फर्किँदैछौँ र हाम्रो मिसन सक्सेस भएको छ र अब हाम्रो एउटा रेसिपी मात्र बाँकी छ अब त्यो रेसिपी पनि अब आउँछ उताबाट मिस्टर बिस्टको र यहाँ चाहिँ अब त्यो पाएको ठुलो जेल हो यहाँनिर अब त्यो क्रिमिनललाई हामी अट्याउने छौँ हेर्न सक्नुहुन्छ र यहाँ हाम्रो एउटा कमिसनर साहब एउटा जानु भइसक्यो अट्याउनलाई हो त्यो लकअप खोल्छ तीनजना मान्छे मारेर यही भित्र हालेको थियो तीनजना मारेको होइन त्यो क्रिमिनल अब आज हुन्छ जे हुन्छ होइन त